हेलो एभ्रिवान। मलाई चाहिँ कस्तो पाल्पाको बटुक याद आयो अनि त्यसपछि मैले घरमै बनाउन थालेँ। यसलाई चाहिँ मैले भिजाएर राखेको मटर थियो अनि त्यसमा चाहिँ थोरै अदुवा अनि खुर्सानी राखेर थोरै पानी राखेर अनि त्यसलाई पिसेँ। अनि त्यो पिसेको चाहिँ धेरै पातलो बनाउनु हुँदैन, ठिक ठिक ब्याटर बनाएँ। अनि त्यसमा चाहिँ नुन राखेँ, नुन चाहिँ अलिक पुगेन जस्तो लाग्यो अनि फेरि थपेँ मैले। अनि थोरै रेड चिल्ली पाउडर राखेँ। अनि मैले चाहिँ मसला चाहिँ थोरै नै राख्छु, त्यस्तो धेरै मसला चाहिँ मन पर्दैन, फ्राई गर्ने कुरा हो नि त। अनि मैले बाइन्डिङलाई चाहिँ थोरै पिठो राखेँ, फेरि फुट्ने चान्सेस धेरै हुन्छ, त्यही भएर चाहिँ थोरै पिठो राखेँ। अब त्यसलाई चटनी पनि चाहियो अनि चटनीलाई चाहिँ मैले टमाटर पोल्ने निर्णय गरेँ। अनि किनकि त्यसमा अथेन्टिक हुन्छ नि त, त्यही भएर चाहिँ अनि पोल्नलाई राखिदिएँ। मजाले यसलाई पोले, डढ्ने गरी पोले, बाहिरको बोक्राहरू निक्लिने गरी तरिकाले। अनि त्यसलाई चाहिँ एउटा प्लेटमा खनाएँ अनि त्यसमा लसुन राख्यो भने अझ मिठो लाग्छ। अनि यता साइडमा चाहिँ मैले तेल बसालेँ अनि तेल बसालेर बटुकको चाहिँ सेप दिन लागेँ। अनि यो चाहिँ कति राम्रो भएछ, ब्याटर पनि न हातमा चिप्केको छ। अनि सबै एजलाई इक्वल बनाएर अनि बिचमा चाहिँ गोलो बनाउनु पर्ने हुन्छ। यस्तो फुटेको छ भने त्यसलाई मिलाउनु पर्छ, नत्र भने त्यहीँबाट फुट्ने चान्सेस धेरै हुन्छ। अनि मैले सुरुको चाहिँ हेरेको तेल कस्तो छ भनेर, अनि त्यसपछि राम्रै रहेछ, अनि त कस्तो राम्रो देखेछ। अनि त्यसपछि मैले झ्यापझुप सबैलाई मिलाएर अनि झ्यापझुप धेरै त बनाएको थिइनँ, जति बनाएको थियो त्यसलाई चाहिँ झ्यापझुप बनाएर अनि फ्राई गर्न राखेँ। हेर्नुहोस् त म कस्तो मजाले फ्राई गर्छु। मलाई फेरि सबै राम्रो देखिनुपर्छ के, फेरि राम्रो देखिन मजा आउँदैन। अनि अब मैले एउटा गर्दै फ्राई गर्न थालेँ। अब यता त्यो हुँदै गर्दा यता चाहिँ मैले टमाटर खोल्साएँ अनि त्यसमा चाहिँ लसुन अनि नुन राखेँ अनि त्यसलाई पिस्न छोडिदिएँ। यता बटुक पनि तयार भइसकेछ, त्यति गर्दा मात्रै। अनि मैले त्यसलाई प्लेटमा निकालेँ। यो चाहिँ नराम्रो भएको रहेछ, अनि मैले त्यसलाई उल्टे पारेँ, राम्रो मात्रै देखाएँ। अनि हेर्नुहोस् त कस्तो राम्रो देखेछ चटनीसँग। आहा, कस्तो मिठो खाउ खाउ लागेको भएन र।